नमस्कार सम्पूर्ण सामाजिक सञ्जालका साथीहरुमा। मेरो नाम सचिन कुमार शाह। मेरो घर तिलाठी कोइलाठी गाउँपालिका वडा नम्बर 7 सडेपार रहेको छ। म अहिले श्री शंकर पब्लिक एकाडेमी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी छु। म अहिले कक्षा 10 मा अध्ययनरत विद्यार्थी रहेको छु। साथीहरु, यस भिडियो मार्फत म यहाँहरुलाई टेन्स सम्बन्धी जानकारी दिनेछु र हाम्रो अहिले 12 वटा टेन्सको कुन ठाउँमा कहाँ युज गर्ने, कुन ठाउँमा कुन टेन्सको युज गर्ने, त्यो सबै कुरालाई जानकारी यस भिडियो मार्फत जानकारी गराइन्छ। सर्वप्रथम रहेको छ, अब हामी टेन्सलाई विभिन्न प्रकारले विभाजन गर्न सकिन्छ। सबभन्दा पहिला टेन्सको व्हाट इज टेन्स, टेन्स भनेको के हो र अन्य डिफिनेसनहरु रहेका छन्। ती मध्ये म यस प्रकारका छन्। टेन्स, पहिला टेन्स, टेन्सको नेपाली मिनिङ काल हुन्छ। यो यहाँहरुलाई जानकारी नै छ। अब टेन्सलाई व्हाट इज टेन्स, टेन्स भन्दाखेरि एउटा डिफिनेसन लेख्न सक्नुहुन्छ, टेन्स इज अ टाइम। यो पनि एउटा डिफिनेसन ठीक छ। अर्को डिफिनेसन लेख्न चाहनुहुन्छ भने टेन्स इज अ फर्म्स अफ भर्ब, यो पनि तपाईको राइट हुन्छ। र अर्को विकल्पमा अरु पनि एउटा डिफिनेसन लेख्न सक्नुहुन्छ, त्यो छ टेन्स कीप्स द रिलेसन टु द भर्ब ओन्ली। यो तीनटै डिफिनेसन मार्फत तपाईले जुन लेख्दा पनि तपाईको एक्जाममा मार्क काटिने छैन। र अब हाम्रो अहिले जम्मा टेन्स 3 प्रकारको छन्, सिम्पल प्रेजेन्ट टेन्स, सिम्पल पास्ट टेन्स र सिम्पल फ्युचर टेन्स। यो तीनटा टेन्सहरु मध्ये यो तीनटै टेन्सको उदाहरणहरु, इक्जाम्पलहरु यस प्रकार रहेको छ। अब भन्दैछ राम इट्स राइस, यो सिम्पल प्रेजेन्ट टेन्सको स्ट्रक्चर हो। दोस्रो नम्बरमा राम एट राइस, यो सिम्पल पास्ट टेन्सको स्ट्रक्चर छ। अब सिम्पल पास्ट टेन्सको यो एक्जाम्पल रहेको छ। त्यसपछि राम विल इट राइस, यो सिम्पल फ्युचर टेन्सको स्ट्रक्चर रहेको छ। अब अरु सिम्पल प्रेजेन्ट टेन्सहरुको युज, प्रेजेन्ट कन्टिन्युअस टेन्सहरुको युज कहाँ गर्ने, ती कुराहरु हामी अर्को जानकारी लिनेछौँ। अब ल साथीहरु, अब हामी यो टेन्स सम्बन्धी केही थप जानकारी जान्ने छौं। अब हाम्रो टेन्समा पनि 2 प्रकारको हाम्रो ग्रामरमा टेन्स पढाइ हुन्छ, एउटा ब्रिटिश इंग्लिश र एउटा अमेरिकन इंग्लिश। अब ब्रिटिश इंग्लिशले भनिराखेको छ, ब्रिटिश इंग्लिश अनुसार जम्मा 3 वटा टेन्सहरु हुन्छन्, जसमध्ये एउटा प्रेजेन्ट टेन्स हुन्छ, पास्ट टेन्स हुन्छ र फ्युचर टेन्स हुन्छ। हामी अहिले यो नेपाल भारतहरुमा जो ब्रिटिश इंग्लिश पढिराखेको छौं, त्यसैले सबै विद्यार्थीहरुलाई पनि प्रेजेन्ट टेन्स, पास्ट टेन्स र फ्युचर टेन्स पढ्नु पर्छ। र जुन ठाउँमा, जुन देशमा यदि अमेरिकन इंग्लिश चलिराखेको छ, जसमा 2 वटा टेन्सको मात्रै प्रयोग गरिन्छ, एउटा प्रेजेन्ट टेन्स र एउटा पास्ट टेन्स। र यसमा त ब्रिटिश इंग्लिशमा त 3टा टेन्सको प्रयोग गरिन्छ, यसमा 2टा टेन्सको मात्रै प्रयोग गरिन्छ। त्यो किन? यसमा फ्युचर टेन्स, अर्को फ्युचर टेन्स जुन छ, त्यो फ्युचर टेन्स यसमा किन छैन, त्यो जानकारी अब कारणहरु मार्फत लिनेछौँ। र यसमा अमेरिकन इंग्लिशमा फ्युचर टेन्स नहुनुको कारण के छ, जसमध्ये ब्रिटिशमा छ र अमेरिकनमा छैन। किन छैन भने त्यसको अमेरिकन इंग्लिशले कारण दिएको छ। ती कारणहरु यस प्रकार रहेका छन्। साथीहरु, अहिले हामी भर्खरै पढे कि अमेरिकन इंग्लिश जुन थियो, त्यो अमेरिकन इंग्लिशमा प्रेजेन्ट टेन्स र पास्ट टेन्स 2टा मात्रै थियो, तर फ्युचर टेन्स थिएन। त्यो किन थिएन भने त्यसका कारणहरु यस प्रकार रहेको छ। त्यसमा अमेरिकन इंग्लिशमा यो प्रेजेन्ट टेन्स र पास्ट टेन्स हुनुको कारण के छ हेर्नुस्। प्रेजेन्ट टेन्स हैज इट्स वन भर्ब, प्रेजेन्ट टेन्समा आफ्नो भर्ब भएकाले यसमा प्रेजेन्ट टेन्स छ। र पास्ट टेन्स हैज अल्सो इट्स वन भर्ब, र पास्ट टेन्स पनि अमेरिकन इंग्लिशमा छ, किनभने यसमा पनि आफ्नो भर्ब छ, प्रेजेन्ट टेन्समा पनि आफ्नो भर्ब छ र पास्ट टेन्समा पनि आफ्नो भर्ब छ। तर फ्युचर टेन्स नहुनुको कारण के छ, फ्युचर टेन्स डजन्ट हैव इट्स वन भर्ब, इट इज मेड अप विथ द हेल्प of auxiliary verb and main verb। यो फ्युचर अमेरिकन इंग्लिशमा फ्युचर टेन्स नहुनुको कारण यही छ, किनभने फ्युचर टेन्समा आफ्नो इज, आफ्नो अन भर्ब हुँदैन र यो एक्सलरी भर्ब र मेन भर्बको सहायताले बनेको हुन्छ। उदाहरणका लागि हामीले लिन सक्छौं सब्जेक्ट प्लस विल, शैल प्लस V1 प्लस सब्जेक्ट। र यु विल र शैल के हो भन्दाखेरि यो एक्सलरी भर्बको काम गर्छ। त्यसैले यसलाई भनेको छ अमेरिकन इंग्लिश अनुसार, अमेरिकनमा कि यसमा फ्युचर टेन्स हुँदैन। एउटा यो कारण भयो। अर्को कारण के छ भन्दाखेरि अकॉर्डिङ टु द अमेरिकन इंग्लिश अनुसार देयर इज नो फ्युचर टेन्स, त्यहाँ फ्युचर टेन्स हुँदैन। बिकज किनकि प्रेजेन्ट सोज द फ्युचर, यही अहिलेको प्रेजेन्टले नै फ्युचरलाई हेराउने गर्छ। उदाहरणको
इक्जाम्पलको लागि टुमोरो इज होलिडे, यो टुमोरो जुन छ त्यो फ्युचरको अन्तर्गत पर्छ। टुमोरो भनेको यो भोलि जुन हुन्छ, भोलि त्यो भोलि त फ्युचरले हराउँछ, तर यसमा भन्दैछ टुमोरो इज होलिडे। जुन यो इज प्रयोग भएको छ त्यो त प्रेजेन्ट टेन्स, प्रेजेन्ट कन्टिन्युअस टेन्सको स्ट्रक्चरमा छ। एम इज आर प्लस बिफोर त इज जुन छ यो त प्रेजेन्ट कन्टिन्युअसमा छ, यसले त प्रेजेन्ट टेन्सलाई हेराउनु पर्छ। तर यसमा के भन्दैछ टुमोरो इज होलिडे, यानि कि भोलि बिदा छ। भोलि बिदा जुन छ यसमा टुमोरो त भनिदियो तर इज लगाइदियो। त्यसैले अमेरिकन इङ्ग्लिसले के भनेको छ कि प्रेजेन्टले नै फ्युचरलाई हेराउँछ भने यसमा अमेरिकन इङ्ग्लिसमा फ्युचर टेन्स हुँदैन। अघिको इक्जाम्पलमा जसमा यसमा एकर्डिङ टु द स्ट्रक्चर, यो स्ट्रक्चर अनुसार टेन्सको जुन स्ट्रक्चरमा जान्छ त्यो टेन्सको स्ट्रक्चर अनुसार यो प्रेजेन्ट टेन्सलाई हेरेर राखेको छ, यो प्रेजेन्ट टेन्सलाई हेरेर राखेको छ। तर यो मिनिङ अनुसार जान्छ भने यो फ्युचर टेन्सलाई हेरेर राखेको छ। त्यसैले अमेरिकन इङ्ग्लिसहरूले भनेको छ कि हाम्रो अमेरिकन इङ्ग्लिसमा फ्युचर टेन्स हुँदैन। हामी टेन्स युज अन्तर्गत यो युज अफ सिम्पल प्रेजेन्ट टेन्स, हामी सिम्पल प्रेजेन्ट टेन्सको युज कहाँ कहाँ गर्छौँ त्यसको कारणहरू यता यता छ, कहाँ कहाँ हामी गर्ने। सर्वप्रथम यो सिम्पल प्रेजेन्ट टेन्सको स्ट्रक्चर के हुन्छ भन्दाखेरि सब्जेक्ट प्लस V1 अथवा V5 प्लस सब्जेक्ट, यो सिम्पल प्रेजेन्ट टेन्सको स्ट्रक्चर हो। र हामी यो सिम्पल प्रेजेन्ट टेन्सको युज कहाँ कहाँ गर्छौँ भन्दाखेरि जुन सेन्टेन्समा ह्याबिचुअल एक्सन हुन्छ, रेगुलर एक्सन हुन्छ, जनरल ट्रुथ हुन्छ, युनिभर्सल ट्रुथ हुन्छ, सेन्टेन्स आर डिड इन सिम्पल प्रेजेन्ट टेन्स। यदि जुन सेन्टेन्समा ह्याबिचुअल एक्सन, रेगुलर एक्सन, जनरल ट्रुथ, युनिभर्सल ट्रुथ यस्तो टाइपको सेन्टेन्स देखा परेमा हामी त्यो सेन्टेन्समा सिम्पल प्रेजेन्ट टेन्सको युज गर्छौँ। इक्जाम्पलको लागि ब्लड इज रेड, यो ब्लड इज रेड, यता नेपालमा ब्लड, मान्छेको ब्लड रेड छ भने अमेरिका जाँदाखेरि पनि मान्छेको ब्लड रेड नै रहन्छ। यो एउटा के भयो, युनिभर्सल ट्रुथ भयो। त्यसैले यसमा पनि सिम्पल प्रेजेन्ट टेन्सकै युज गरिन्छ। अब माई टिचर स्मोक्स सिगारेट, मेरो शिक्षकले सिगारेट खानुहुन्छ, यो सिगारेट जुन खानुहुन्छ त्यो ह्याबिचुअल एक्सन हो। त्यस्तै अब छ आई इट भात दाल, म भात दाल खान्छु, यो एउटा रेगुलर एक्सन हो। द वुमेन वेयर सारी, महिलाहरू आइमाईहरूले साडी लगाउँछ। यता छैन हाम्रो नेपालमा साडी लगाउँछ भने जापानमा पनि साडी नै लगाउला, जापानमा अर्को कुरा लगाउँदै होला। त्यसैले यसलाई युनिभर्सल ट्रुथ नमानेर जेनरल ट्रुथ मानेको छ। यदि यस्तो टाइपको सेन्टेन्सहरू भएमा हामी सिम्पल प्रेजेन्ट टेन्स युज गर्छौँ। र अब हामी अर्को सिम्पल प्रेजेन्ट टेन्सको कहाँ युज गर्ने भन्दाखेरि द टाइम एडभर्बियर्स सच एज मन्थ, डे, week, century, etc. which are started from every। यदि हाम्रो सेन्टेन्समा यदि मन्थ लागेको छ, डे लागेको छ, विक लागेको छ, सेन्चुरी लागेको छ र यी शब्दहरू लागेको छ र एभ्रीबाट स्टार्ट भएको छ भने हामी सिम्पल प्रेजेन्ट टेन्सको युज गर्छौँ। इक्जाम्पलको लागि आई कल यु एभ्री विक, यो विक त लागेको छ, टाइम एडभर्बियर हो, विक लागेको छ र यो विकमा पनि स्टार्ट एभ्रीबाट भएको छ, यो एभ्रीबाट भएको छ स्टार्ट। त्यसैले यसै कारणले गर्दाखेरि यसमा सिम्पल प्रेजेन्ट टेन्स युज हुन्छ। यसलाई बनाउँदाखेरि आई कल यु एभ्री विक। अर्को सेन्टेन्स हेर्दाखेरि राम इट एन एप्पल एभ्री मर्निङ, यसमा मर्निङ यो टाइम एडभर्बियर हो, मर्निङ टाइम एडभर्बियर हो र यसमा पनि एभ्रीबाट स्टार्ट भएको छ, यसमा पनि सिम्पल प्रेजेन्ट टेन्सकै युज हुन्छ। यसलाई बनाउँदाखेरि राम इट्स एन एप्पल एभ्री मर्निङ, यसमा राम यो सिङ्गुलर हो भने जो भर पनि सिङ्गुलर लाग्छ। यसमा यो आई सिङ्गुलर हो तर यसमा यो भर जुन छ यसमा यो कले लाग्छ। र अब एउटा सिम्पल प्रेजेन्ट टेन्सको युज अरू छ त्यो अगाडि बढ्नेछौँ। अब हामी तेस्रो नम्बरमा सिम्पल प्रेजेन्ट टेन्सको युज कहाँ गर्ने भन्दाखेरि द फ्रिक्वेन्सी एडभर्ब्स सच एज अलवेज, अफ्टेन, नेभर, सेल्डम, समटाइम्स, जेनरली, युजुअली, रियरली, ओकासियरली यस्तो टाइपको सेन्टेन्समा यदि कुनै पनि सेन्टेन्समा यो शब्दहरू लागेको छ भने यसमा पनि सिम्पल प्रेजेन्ट टेन्सको युज गरिन्छ। इक्जाम्पलको लागि सी नेभर डु होमवर्क, अब नेभर लागेको छ यसमा पनि नेभर कतै होला, नेभर छ। यदि यस्ता टाइपको सेन्टेन्समा कुनै पनि प्रकारको सेन्टेन्समा यी शब्दहरू यदि प्रयोग भएको छ भने यसमा सिम्पल प्रेजेन्ट टेन्सको
टेन्सको युज गरेर लेखिन्छ। जस्तै सी नेभर डु होमवर्क, यसलाई बनाउँदाखेरि सी नेभर डज होमवर्क, यो सिम्पल प्रेजेन्ट टेन्समा युज हुन्छ। त्यसपछि मोहन अलवेज गो टु स्कुल, अब अलवेज पनि लागेको छ, यता पनि अलवेज लागेको छ, यसमा अलवेज लागेको छ भने यसमा पनि सिम्पल प्रेजेन्ट टेन्सको युज गरिन्छ। जस्तै मोहन अलवेज गोज टु स्कुल, यसरी सिम्पल प्रेजेन्ट टेन्सको युज हुन्छ। र अब अन्तिम युज एउटा युज छ, त्यसपछि त्यो युजको रुल भइसकेपछि सिम्पल प्रेजेन्ट टेन्सको युज कहाँ गर्ने त्यो अन्त हुन्छ। ल साथीहरू, अब यो सिम्पल प्रेजेन्ट टेन्सको लास्ट युज रहेको छ। हामी सिम्पल प्रेजेन्ट टेन्सको 3वटा युजहरू पढे, त्यसमध्ये यो 4 नम्बरको जुन युज छ त्यो अन्तिम युज रहेको छ। अब सिम्पल प्रेजेन्ट टेन्सको युज कहाँ गर्ने भन्दाखेरि द वर्ड सच ह्याज दिज डेज, नाउ डेज, यदि कुनै पनि सेन्टेन्समा दिज डेज र नाउ डेज लागेको छ भने त्यस्ता पनि सेन्टेन्सहरू आर युज इन सिम्पल प्रेजेन्ट टेन्स, त्यस्तो टाइपको सेन्टेन्सहरू सिम्पल प्रेजेन्ट टेन्समा लेखिन्छ। अब इक्जाम्पलको लागि ही वर्क इन अ फ्याक्ट्री दिज डेज, अब यो दिज डेज लागेको छ, यसको मतलब के हुन्छ भन्दाखेरि यो सिम्पल प्रेजेन्ट टेन्स यसमा युज हुन्छ। यसलाई बनाउँदाखेरि ही वर्क्स इन अ फ्याक्ट्री दिज डेज। ल अब साथीहरू, हामी सिम्पल प्रेजेन्ट टेन्सको जम्मा 4वटा रुलहरूमध्ये सबै रुल पढे। अब अर्को भिडियोमा हामी प्रेजेन्ट कन्टिन्युअस टेन्सको युज कहाँ गर्ने, ती र 12वटा टेन्सको युज कहाँ गर्ने त्यो अर्को हामी भिडियोमा चर्चा गर्नेछौँ। र अब तबसम्मको लागि म बिदा हुन चाहन्छु। यहाँहरूको दिन शुभ होस्। हवस् त, धन्यवाद।